पानी आएर आज त मजा आयो शीतल छ अन्त हेर्नु न म्याट उठाएको म्याट राखेको थियो नि त यहाँ सुकाएको थियो कि पानी आयो मजा आयो आज शीतल शीतल हुने रहेछ है मौसम त्यही गाइस हाम्रो मामा हेर्नु साथीहरू भैयाहरू भाग्यो साच्छु कस्तो पानी परेको हिँड्नु गाइस तपाईँले देख्नु सक्दैन गाइस यहाँ उयो गाइस गाइस चो भाइ यो चाहिँ खतरनाक पानी पर्ने रहेछ कि हेर्नु गाइस कस्तो मजाले हेर्नु गाइस हावा चलेको हामी यहाँ सावर लिँदैछु अच्छु गाइस गाइस के भयो सो गाइस अब त हामी भित्र पसेको है सो गाइस हामी चाहिँ यहाँ भित्र पसिसक्यो आमा चाहिँ यहाँ म्याट राख्नु हुँदैछ है लु नाना त जानुभएको यो वकिङमा होइन के अब साथी बोलाउनु हुँदैछ यतापट्टि को ल होइन मेरो नानाले चाहिँ यो खानुहुन्छ पुरा के हो अहिले ऊ जल्दी जाना पड़ेगा ना 5 बज गया तो लेट हो जाएगा कहाँ हो जानुपर्ने त तल टु फ्लोरमा कोही छैन नि त ए त्यही गर्छ नि टु फ्लोरमा कोही छैन चलो आइज हिँड्नु भाइ हिँड्न जाउँ म त भिडियो गर्नु मात्रै हाँस्यहरू देखिरहेको होला है कपालले अब के गर्नु पसिना आउँछ नि त कपालले हाँस्यहरू देखिरहेको छ भने किन गरिदिएको छ होला हेर्नु न मेरो अनुहार बिग्रेकै छैन भोलि चाहिँ म तर दुईपल्ट भने त अघि पनि भनेको होइन अनुहार त बिग्रिरहेको छ फेरि भोलि मेरो घिनै लाग्छ नि त हात भोलि फेरि म नेल एक्सटेन्सन गर्छु भोलि चाहिँ हेर्नुहोस् न मेरो कस्तो हुन्छ हातहरू यस्तो हुन्छ नि त ठाडा गुठी हुँदो रहेछ हात पनि त्यस्तै अनुहार पनि त्यस्तै जिउ पनि त्यस्तै दिदीलाई टाउको दुखिरहेको कस्तो भइरहेको छ अरे हो आउनु न अब जाउँ सन्चो हुन्छ आउनु छिटो हाँसेर पनि सन्चो आउनु न आज त कोही हुँदैन रहेछ साथीहरू एकजना त दुईजना मात्रै हो तिनजना हुन्छ आज हामी सीता दिदी सीता दिदी हुँदैन राना दिदी म अन्त साईको मम्मी के गर्नु ऊ दिदी आए जस्तो लाग्यो 7 फ्लोरमा हेर त ऊ ए हजुर आउनु भएछ हेर्नु न हामी उयसको जाँदैन नि त लिफ्टमा हिँडेर जान्छ नि त अन्त नमस्ते भनिदिनु न मेरो साथीहरूलाई रक्को दुख्यो अरे अन्त साईको मम्मी पनि आउँछ कि आउँदैन हामी आज तिनजना मात्रै अल्छी हुने रहेछ क्या आज दुईजना कताबाट मजा हुन्छ झन् राम्रो हुन्छ हामीलाई सिधा सिधा गइ कहाँ नानीलाई उयो गर्नु कहाँनिर ए उयो स्याल्दा यहाँनिर गर्नुहुन्छ छोड न मलाई तँ देखाएको होइन फेरि अगाडिबाट आउँछ यो म्याटहरू चाहिँ कसको हेलो अब चाहिँ हामी एक्सर्साइज गर्छौँ बादमा भेटौँ ल खाना त्यस्तो छ साथीहरू अनि तपाईँ गर्नु पाउँदैन नि त यहाँ म्युजिकले कपिराइट काटिन्छ यहाँ दिदी पनि हत्तु भएर बस्छ हाँसिनु बोल्नु न के छ बोल्ने कि नै दम दम्दै लगातार गर्नुहुँदैछ एक्सर्साइज
वहाँ तो योगा कर रहा है। देखिए यस्तो हालत छ हाम्रो अनुहारहरू चाहे पोतो बाँधेर। अब अहिले एकछिन सकेपछि देखाउँछु। बाई साथीहरू, म चाहिँ एक्सर्साइज गरेर घर आइपुगेँ। अन्त घरमा सब्जीहरू गर्नु जानु पर्यो बजार। खित्रीपुर गएँ। अन्त खित्रीपुर जाँदै गरेको मैले यो भिडियो चाहिँ, तर त्यहाँनिर पुरा हल्ला भएर केही सुनेन। त्यही कारण मैले भोइस रेकर्ड गर्दैछु। साथीहरू, अब त्यहाँ गएर म सब्जीहरू किन्छु, नरिवलहरू फ्रुट्सहरू किन्नुपर्ने थियो। त्यही भएर बेलुका गएँ। दिउँसो त अब हामी भ्याउँदैन नि त, के काम गर्दा नानीहरूसँग त्यतिकै बिजी हुन्छ। अब चाहिँ म बजार मार्केट अब चाहिँ म आइपुगेँ। अब म सब्जी गर्छु। अन्त तपाईँहरूलाई देखाउँछु साथीहरू मैले के किन्छु भनेर। तर त्यति लामो भिडियो हुन्छ होला, त्यो त देखाउनु पाउँदैन होला साथीहरू। कुहिएको रहेछ, जुम उता पुरा बिग्रेको रहेछ यहाँ त। हेर्नु न साथीहरू, केराको बुङ्गा, कटल, लौका। यता जाउँ न बाबा। राम्रो छैन। 220 रुपियाँ किलो अरे। ये वाला ये अंगूर 250 रुपियाँ केजी। नींबू, बीट, गाजर। हामी चाहिँ यो गाजर ल्याउन आएको। यो गाजर लानुपर्छ। कटहर पनि रहेछ। 40 कम नहीं होगा। हजुर किन्नुपर्छ। यो किनौँ न बाबा, नरिवल। सन्दा नरिवल किन्दैन? नरिवल हौ। आएंगे इधर से आएंगे। आऊँगा। अरे ना वाला डबल में डालो हम लोग। साह्रो हल्ला छ। त्यहाँनिर मुरैहरू पाउँछ, स्विट कर्नहरू पाउँछ। यहाँ हेर्नुहोस् न साथीहरू, कस्तो दामी फुलहरू रहेछ, गुलाबहरू। प्लान्ट्सहरू रहेछ यहाँ आधामा फुलहरू रहेछ। यस्तो चाहिँ यहाँ फ्रुट्सको दोकान छ। अहिले उता सब्जीको दोकान आउँछ। मेरो बुढा चाहिँ पर जानुभएको छ। अन्त अब हामी यहाँनिर फ्रुट्सहरू किन्ने, नरिवलहरू किन्ने, सब्जीहरू किन्ने। यहाँनिर त यस्तो छ हौ, खित्रीपुर भन्छ यसलाई चाहिँ। खित्रीपुर आइसके। यहाँ चाहिँ फ्रुट्सको दोकान छ।
साथीहरू अब चाहिँ म घर गएको अन्त अब भिडियो लामो हुन्छ नि त फेरि यहाँनिर पुरा हल्ला थियो त्यही भएर मैले अब ज्यादा खिच्नु पनि पाइनँ हतार पनि थियो गली पनि रहेको थियो घर गएर अब नानीहरूलाई खाना पनि दिनुपर्ने थियो बाई साथीहरू गुड नाइट माया गरिदिनुहोस् होला लाइक एन्ड सब्सक्राइब प्लिज